काठमाडौँका मेयर बालेन शाहले बनाए वाटर एटिएम नामको पानी पँधेरो। मेलम्चीको पानी भन्दा सफा र शुद्ध पिउने पानी दिएको भन्दै सबै भए हर्षित। पानी यो पुरै कप भरि आउँछ क्या? ठ्याक्कै न धेरै न थोरै ठ्याक्कै यो कप भरि नै आउने रहेछ। ओहो, यहाँनिर दिदीहरू पनि के पानी खाने लाइन हो दिदी सबै यो? हजुर हो। पहिलोपटक आउनु भयो कि बेला बेला आइरहनुहुन्छ? तपाईँ रत्नबार आएको बेलामा यहीँनिर आएर पानी खाने हुन्छ कि यो बोतलको पानीहरू किनेर खानुहुन्छ? म चाहिँ यतै आउँछु, 1 रुपियाँले पाइन्छ। अब सस्तो नै, अब मिठो पनि। एकदम राम्रो काम गर्नुभएको छ। मोठ मन्दिर सबै गर्नुभएको छ। पहिलोपटक हो। तिमी पनि पानी खाइरहेको यहाँनिर? पानी कस्तो लाग्यो तिमीलाई? मिठो। मलाई धन्यवाद छ। अब सबै ठाउँमा पनि यसै सुविस्ता गरिदिनु होला भन्न चाहन्छु। राजा मरेर राज्य हराउँदैन, मेयर बालेन शाहले काम नगरे देश बन्दैन भन्दै आजकल चोक चोकमा यही कुराहरू युवाहरूले गरिरहेको सुन्न सकिन्छ। अब हामी गरिबदेखि मान्छेलाई त अब 1 बोतल पानी किनेर खाने पनि पैसा हुँदैन नि त कुनै टाइममा। कुनै समय 1 घुड्की पिउने पानी महँगो मूल्यमा किनेर खान बाध्य भएका जनताहरूले अहिले भने विभिन्न ठाउँमा वाटर एटिएमबाटै शुद्ध पिउने पानी पाउन थालेका छन्। सधैँ चर्चा र नयाँ पुस्ताहरूको आशाको किरण बनेर आएका बालेन शाहले कुन ठाउँमा वाटर एटिएम बनाएका छन् त? आज हामी यही कुरा तपाईहरूलाई देखाउन लागिरहेका छौँ। दर्शकबिन, तपाईहरू हाम्रो यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? आफ्नो ठेगाना कमेन्टमा लेख्नुहोला। साथै मेयर बालेन शाहले गरेको कामको सम्मानको लागि हाम्रो यो भिडियोलाई 1 लाइक सबैले गरिदिनुहोला। अब भने चाहिँ आउनुहोस् आजको भिडियो सामग्रीको सुरुवात गरौँ। तपाईहरुलाई देखाइरहेका छौँ र भित्रतिर यति धेरै भिडभाड छ। तपाईहरुलाई देख्न सक्नुहुन्छ दर्शक पनि यस्तो छ यहाँनिरको अवस्था। दर्शक पनि हामी यति बेला यो रत्न पार्कमा आइपुगेका छौँ र रत्न पार्कको ठ्याक्कै यो गेट भयो र गेटकै साइडमा यो वाटर एटिएम देख्न सक्नुहुन्छ। यतातिर साइडमा यो गाडीहरू रोकिराख्नु भएको छ र यहाँबाट भर्खरै मान्छेहरू निस्किनु भयो। तपाईँले एकपल्ट देखाइदिनु न यहाँनिर कसरी पानी खाने रहेछ। सो देख्न सक्नुहुन्छ दर्शक पनि यहाँनिर देखाउँदै हुनुहुन्छ। सबभन्दा सुरुमा के गर्नु पर्यो हामीले? यहाँ चाहिँ 5 र 10 को नोट हाले कोइन आउँछ, एक्सचेन्ज गर्नुहुन्छ। एकपटक हालेर देखाइदिनु त हामीलाई। तपाईँ एउटा पानी नै खाएर देखाइदिनु ल कसरी गर्ने रहेछ। यहाँबाट चाहिँ पैसा हाल्ने हो? हजुर, अनि यहाँ कोइन आउँछ। अनि कोइन चाहिँ कतिको आउँछ? 5 को 5 आउँछ कि पैसा केही काट्छ? हजुर, 5 को 5 वटै आउँछ। ए, एकदमै नयाँ सिक्काहरू हुन्छ क्या हो? हजुर, हेर्नुहोस्। सो पानी हेकाले हेर्नु त कस्तो छ? पानी चेक गर्नु त? हजुर, चेक गरिन्छ। ल अब त्यसपछि के गर्नु पर्यो त हामीले? त्यसपछि सिक्का चाहिँ यहाँ हाले कप आउँछ यहाँबाट। ए, 1 रुपियाँ कप आयो नि। त्यहाँनिर गरेपछि यहाँमा कप आयो। यहाँबाट पानी हाल्ने यहाँबाट। अब त्यसपछि के गर्नु? पानी खानु त हजुरले? यहाँ आयो। अब यहाँबाट सिक्का 2 को स्लटमा 2 को 1 को कोइन हाल्नु पर्यो हैन? 1 को कोइन हाल्ने। ठ्याक्कै 200 मिलिलिटर आउँछ पानी। 200 मिलिलिटर पानी आउँछ? हजुर। पानी खै झर्दैछ तलतिर? अब झर्छ, झरिसक्यो। पानी यो पुरै कप भरि आउँछ क्या हो? हजुर, ठ्याक्कै। टेस्ट कस्तो हेर्नु त? पानी ठ्याक्कै न धेरै न थोरै ठ्याक्कै यो कप भरि नै आउने रहेछ। ओहो, पानी कस्तो? चिसै छैन? सो दर्शक पनि देख्न सक्नुहुन्छ यहाँनिर पानी खाइरहनु भएको छ। पानी बेठी छ यदि भनिनु त? चिसो र मिठो छ। चिसो र मिठो छ। अब यो पानी त खानुभयो, अब यो कप चाहिँ कहाँनिर फाल्ने रहेछ? यहाँ डस्टबिन हालौँ है। ए, कप चाहिँ यहाँनिर डस्टबिन हाल्नु पर्यो। अनि यो चाहिँ यो कसले युज गरेको? एकपल्ट त्यो मासतिर पनि के लेखेको रहेछ एकपल्ट हेरिदिनु त उता मासतिर। सो देख्न सक्नुहुन्छ दर्शक पनि यहाँनिर चाहिँ यो पानी विश्लेषण प्रयोगशालाबाट गरिएको रहेछ। यो चाहिँ एकदमै शुद्ध छ भनेर प्रमाणित गरिएको रहेछ र दर्शक पनि देख्न सक्नुहुन्छ यहाँनिर यो वाटर एटिएममा पानी खानेको भिड लागिरहेको छ। यहाँनिर तपाईँहरू 1 रुपियाँमा टन्न पिउने पानी खान सक्नुहुन्छ। र दर्शक पनि नमस्कार, तपाईँलाई स्वागत छ आजको हाम्रो अर्को नयाँ भिडियो सामग्रीमा। यति बेला हामी यो बानेश्वरको चोकमा छौँ र यहाँबाट तपाईँहरूलाई म पुरानो बानेश्वरतर्फ लग्दैछु र यहाँबाट 100 मिटर जति 100-150 मिटर जति अगाडि बढिसके पछाडि वाटर एटिएम देख्न सकिन्छ, जसलाई पानी पँधेरोको नामले समेत चिनिने गरिन्छ र धेरैले त्यसलाई वाटर एटिएमको नामले चिन्नुहुन्छ। काठमाडौँ महानगरपालिकामा बालेन शाह निर्वाचित भइसके पछाडि यसरी काठमाडौँ महानगरपालिकाको भित्र चाहिँ
विभिन्न स्थानहरूमा गरेर 12वटा स्थानमा चाहिँ यस्ता वाटर एटिएमहरू राखेका छन् र बनाएका छन् भनेर सुनिसके पछाडि आज हामी यो भिडियो सामग्रीमा वास्तवमै के कस्तो बनेको छ त भनेर तपाईँलाई देखाउन लागिरहेका छौँ। दर्शक पनि हामी उताबाट यहाँनिर आइसके पछाडि तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ यहाँनिर वाटर एटिएम भनेर लेखिएको छ माथि र यतापट्टि पनि यस्तो छ मान्छेहरूको भिडभाड छ र यहाँनिर चाहिँ अहिले जुन यो वाटर एटिएममा चाहिँ खाली देखिरहेका छौँ हामीले र यहाँनिर चाहिँ बाहिर लेखिएको छ 20 लिटर जारलाई चाहिँ तपाईँहरूले 10 रुपियाँ तिरेर चाहिँ यहाँनिर भर्न सकिन्छ भनेर लेखिएको रहेछ र यहाँनिर चाहिँ मान्छेहरूले पिउने मात्रै होइन बोतलमा पिउने मात्रै होइन जार पनि राखेर चाहिँ पानी लाग्न सक्ने चाहिँ जम्मा 10 रुपियाँमा र त्यो सँगसँगै यस्तो छ यतातिरको अवस्था। अहिले चाहिँ यहाँनिर सुनसान छ। अहिले हामी यो बिहानको 10 बजेको समयमा तपाईँहरूलाई देखाइरहेका छौँ। यसो देख्न सक्नुहुन्छ दर्शक पनि। त्यसै गरी यतापट्टि साइडमा पछाडिपट्टि पनि म तपाईँहरूलाई देखाउँछु। यसको पछाडिपट्टि चाहिँ यस्तो रहेछ, उता अगाडिपट्टि चाहिँ पार्कमा मान्छेहरू बसिरहनु भएको छ। दर्शक पनि त्यहीँनिर वाटर एटिएम छ भने यहाँनिर चाहिँ काठमाडौँ महानगरपालिकाले बनाएको यो तपाईँहरू देख्न सक्नुहुन्छ शौचालय बनाएको छ। दाइ तपाईँ यही पसलकै मान्छे हो? हजुर हजुर भन्नुहोस् न। यो कति मान्छे आउँछन् होला दाइ यहाँनिर? राम्रो चलिरहेछ दाइ। यो बाहिरको पनि मान्छे पुरानो मान्छेको मान्छे यहाँ लिन आउँछ। तपाईँहरू पानी चाहिँ कहाँको पानी खानुहुन्छ? पानी खाइन्छ सर। यहाँको पानी कतिको सफा छ? सफा छ पानी अहिले सर। यो धेरैले भनिरहनु भएको छ कि अब मेलम्चीको पानी चाहिँदैन, यो वाटर एटिएमै जिन्दाबाद छ भनेर भनिरहेको छ नि। राम्रो छ सर, यो अहिले राम्रो भइरहेछ। यो बानेश्वरको वाटर एटिएममा दिनको कति जति मान्छे आउनुहुन्छ होला दाइ? लगभग 60 भन्दा बढी जार पानी जाइरहेको छ अनि बच्चाहरू लाइनमा हुन्छ। दिनमा कति जति मान्छेहरूले यहाँको पानी खानुहुन्छ होला? दिनभरि त खाइरहेको छ। दर्शक पनि हामी तपाईँलाई यो वीर अस्पतालको मुनि आइपुगेका छौँ र त्यसै गरी यो भित्र वीर अस्पतालभित्र छिर्न लागिरहेको छु। यो नेपालकै सबैभन्दा ठुलो सरकारी अस्पताल वीर अस्पतालभित्र आइरहेका छौँ। यतातिर बिरामीहरूको बाक्लो उपस्थिति छ र बाक्लो भिडभाड छ र ट्याक्कै हामी यो गेटबाट छिरिसके पछाडि यसको यतापट्टि साइडमा यो वाटर एटिएम देख्न सकिन्छ जहाँ 1 रुपियाँमा पानी पिउनको लागि सो व्यवस्था गरिएको रहेछ। यहाँनिर यहाँनिरको अवस्था यस्तो छ, तपाईँहरूलाई मैले देखाइरहेको छु। देख्न सक्नुहुन्छ दर्शक पनि यो पानी पिउनको लागि यहाँनिर पनि व्यवस्थापन गरिएको रहेछ र यहाँनिर पनि अन्त जस्तै 1 रुपियाँमा पानी पिउन सकिने रहेछ। यस्तो छ दर्शक पनि हेर्न सक्नुहुन्छ यहाँनिरको अवस्था। सो यहाँनिर पनि यो पानी विश्लेषण प्रयोगशालाबाट यो ल्याबबाट चाहिँ प्रमाणित गरिएको रहेछ। यस्तो छ, तपाईँहरूलाई मैले यहाँनिरको पनि अवस्था देखाएँ दर्शक पनि। दिदीले पनि पानी खानुभयो, कस्तो लाग्यो दिदी? स्वाद मिठो छ। फेरि पनि आउने कि पुग्यो? फेरि पनि आउँला। ए अब बाहिर भयो त 20 रुपियाँ पर्थ्यो, 30-40 रुपियाँ पर्थ्यो, यहाँ त 1 रुपियाँमा पानी खान पाइयो नि त। हजुर हो। भन्नुपर्दाखेरि यो काठमाडौँ भ्यालीभित्र सबैतिर भइदियो भने राम्रो हुन्छ। यो पानी कतिको शुद्ध छ जस्तो लाग्यो हजुरलाई? शुद्ध जस्तो नै लागिरहेछ। त्यो खाँदा त्यो आफू हामीले पिउँदै गर्दाखेरि चाहिँ कस्तो किसिमको हुँदो रहेछ? यो हुन्छ नि त हामी कुनै अवस्थामा कुनै होटलतिर बस्दाखेरि कति फोहोर पानीहरू देखिरहेका हुन्छौँ। हजुरलाई चाहिँ कस्तो लाग्यो त्यो भनिदिनु न। सफा शुद्ध र चिसो एकदम मिठो छ, पानी राम्रो छ। यहाँनिर वाटर एटिएमको छेउमा यहाँनिर 2 जना बसिरहनु भएको रहेछ। तपाईँहरूसँग एकछिन छोटो कुराकानी गरौँ न है। तपाईँले यो पानी खानुभयो यो वाटर एटिएमको? हजुर। हजुरलाई कस्तो लाग्यो यो पानी? राम्रो छ। हजुरलाई चाहिँ कस्तो लाग्यो? दिदीले पनि खानुभयो? खाएँ, ठिक छ। कति भयो तपाईँहरू यहाँनिर पानी खान आउनु भएको कि यहाँनिर हस्पिटल आउने बेलामा यहाँनिर खानुहुन्छ? हस्पिटल आउँदा यहीँ खान्छौँ हामी त। पर्छ नि यो त एकदम खोल्नु पर्छ ठाउँ अलिक भिडभाड जहाँ धेरै हुन्छ होइन, त्यो ठाउँमा खोल्यो भने चाहिँ एकदम सजिलो हुन्छ। अब यो हस्पिटलमा छ यो ठिक छ, तर अझै जस्तै यो त्यहाँ हामी उसकोमा नि युज गरेको थियौँ, हामीले यो के अरे रत्न पार्कको पनि युज गरेको थियौँ, त्यहाँको पनि ठिक छ होइन। तर कहिलेकाहीँ चाहिँ कस्तो नि यो मेसिनले चाहिँ त्यो कोइन हुँदैन नि त प्रायः, अनि त्यो नोटहरू खुम्चेको गरेको भयो भने चाहिँ अलिकति रिड गर्न मान्दैन होइन, त्यो चाहिँ अलिकति प्रब्लम हुन्छ। नत्र ठिक छ, त्यसलाई अलिकति सुधार गरिदिएको भए हुन्छ। त्यो चाहिँ अलिकति सुधार गर्नुपर्ने हुन्छ। जस्तै कस्तो हो भने त्यो साइडमै त्यो कोइन भयो र अनि ऊ पनि भयो भने त्यो नोट जस्तो भयो भने हामीले इजिली लिन सक्छौँ नि त। त्यही भएर चाहिँ सबैभन्दा सजिलो त कार्डको सिस्टम भइदिएको भए कति गजब हुन्थ्यो होला होइन? त्यो पनि हो। काठमाडौँ महानगरपालिकामा नीला पानीको स्वाद कस्तो लाग्यो दिदी? पानी एकदम मिठो लाग्यो सर। अब कहिलेकाहीँ त 1 रुपियाँ नहुने ठाउँमा त अनि के अरे 1 रुपियाँले पानी आउँछ, 2 रुपियाँले पानी आउँछ भने त 20 रुपियाँ पर्छ। अब धेरै गाह्रो हुन्छ नि त सर। अब हामी पनि अब गरिब दुखी नै हो। अब धनी मनी मान्छेलाई त अब खासै केही फरक परेन। अब हामी गरिब दुखी मान्छेलाई त अब 1 बोतल पानी किनेर खाने पनि पैसा हुँदैन नि त कुनै टाइममा त। सधैँभरि त एकनास हुँदैन सर। मलाई धन्यवाद छ। अब सबै ठाउँमा पनि यसै सुविस्ता गरिदिनु होला भन्न चाहन्छु। बालिन्सालाई धन्यवाद। हजुर। तपाईँ पनि यहाँनिर पानी खाइरहनु भएको रहेछ नि, पानी कस्तो छ? एकदम टेस्टी छ, मिठो छ, राम्रो छ।
अब बाहिर भए त पानी एकदमै महँगो पर्थ्यो नि त। महँगो पर्छ अनि 30 रुपियाँमा बोतलमा फेरि त्यही पनि राम्रो टेस्टी हुँदैन, चिसो हुँदैन। ब्यालेन्स आउँदा एकदम राम्रो लाग्छ। अहिलेको जेनेरेसनमा हाम्रो लागि चाहिँ एकदम ठिक छ। ब्यालेन्स आबाट कतिको आशा छ हजुरलाई? आशा चाहिँ एकदम बोकेका छौँ। के अरे अब आउने 84मा चाहिँ यसो हेर्नु पाए, प्रधानमन्त्री नै हेर्नु पाए हुन्थ्यो भन्ने लाग्छ। प्रधानमन्त्रीको रूपमा हेर्न मन छ तपाईँलाई? एकदम एकदम चाहिँ ब्यालेन्स प्रधानमन्त्री हुनुभयो भने 84मा हुनुभयो भने तपाईँ नेपालमै बस्ने कि बाहिर जाने? ब्यालेन्स चाहिँ यहीँ अब 84मा चाहिँ प्रधानमन्त्री भएपछि त यतै बस्ने हो, केही आश बोकेका छौँ। अब भएन भनेपछि चाहिँ बाहिर नै हिँड्नुपर्छ। अरू नेताहरूले त केही गर्ला नि जस्तो लाग्दैन। भोलि एउटा यो नेपो बेबिजको यो के अरे जेनजीले एउटा प्रोग्राम गरिरहेको रहेछ नि अहिले यो टिकटकतिर। यो अहिले यो सोसियल मिडिया यो बन्द भइसके पछाडि यो मतलब यो भ्रष्टाचारी यो मतलब नेताहरूको छोराछोरीको बारेमा चाहिँ यो उनीहरूको लाइफस्टाइललाई लिएर चाहिँ पोस्टहरू गरिरहेको रहेछ टिकटकतिर। हजुरलाई कस्तो लागिरहेछ यो प्रोग्राम? त्यो प्रोग्राम एकदम हजुरको एकदम राम्रो लागिरहेको, एकदम ठिक छ। त्यो सही हो। भोलि प्रोग्राम हुँदो रहेछ, भोलि आन्दोलन हुँदो रहेछ, हजुर पनि जाने कि नजाने? अब म चाहिँ मेरो छुट्टी छ भोलि चाहिँ, अब जानु पर्ला।